गाइज ल धेरै समय पछाडि दाजुभाइ भेट्दा छौँ अनि हामी चाहिँ केटाकेटीदेखि नै भन्दा नि 2-3 वर्षदेखि अगाडि नै यहीँ आइरहन्थ्यौँ नि त लकडाउन त लगभग यही एरियातिर भाइले अहिले चाहिँ अमलदार कर्मचारीमा नाम निकालेको छ। अब आर्मीको कर्मचारी भएपछिको लगभग अब हाम्रो पहिलो नै भन्नुपर्छ होइन। बस्या तालिम सालिम लिएर 22 दिन जति चाहिँ यसो इटरीको कृतानामा होइन के छ त्यसको विशेष भन्दै नि त यसो कस्तो हुँदो रहेछ काम गर्न। सबै विशेषता त अब भित्रको सबै थोक त खोल्न मिल्दैन तर त्यहाँनिर अब भनौँ न सबै त्यहाँभित्र के हुन्छ भन्ने कुरो भन्दाखेरि अब आर्मी भन्ने बित्तिकै सबैभन्दा ठुलो कुरो भनेको त्यहाँनिर भनेको पाइला पाइलामा नियम हुन्छ होइन। भाइको तर्फबाटै नलाइसकेको छ अनि अब पार्टी चाहिँ हान्नुपर्छ दरो अनुशासन हो जे कुरो पनि दाइ त्यहाँनिर तपाईँलाई केसम्म गराइदिन्छ भन्दाखेरि आर्मीले कस्तो हो भन्दाखेरि तपाईँभित्रको जुन गुण छ नि त्यसलाई यसरी निकालिदिन्छ तपाईँमा भएको क्षमता जति सबै निकालिदिन्छ क्या। त्यो हामीले जस्तै हामीसँग कति क्षमता छ भन्ने कुरा हामीलाई थाहा हुँदैन नि त्यो हामीभित्र भएको क्षमता जहरी एनी हाउ यु निड टु डु हो क्या। त्यहाँ बाहनाबाजी चल्दैन आउँदैन मलाई यो दुःख म सक्दिनँ मलाई निन्द्रा लाग्यो मलाई भोक लाग्यो भन्न पाइँदैन। त्यहाँ भइसकेपछि गर्नु पर्यो त्यस्तो हो होइन। त्यस रमाइलो छ होइन। अनि ठिकै छ अरू जुन तयारी गरिरहेका साथीहरूलाई चाहिँ होइन यो आफूले खाएको जागिर चाहिँ कस्तो हुँदो रहेछ भन्ने कुरामा चाहिँ के भन्न चाहन्छस् तपाईँले? होइन सबैलाई अब सबैको रहरै यही हुन्छ भन्ने हुँदैन होइन। अब कहीलाई रहर लाग्छ कर्मचारी भएर अब यो नेपाल आर्मीको कर्मचारी भएर खाना पाउँदा दुइटै आफ्नो सोख पनि पुरा हुन्छ त्यस पछाडि सबै थोक नै हुन्छ। अब भनौँ न फेसिलिटीदेखि लिएर सबै होइन तपाईँहरूले धेरै त्यो हाम्रो संसारभन्दा बाहिरको कुरोहरू सिकिन्छ क्या त्यहाँ। अब हाम्रो के हुन्छ भन्दाखेरि यहाँ बाहिर चाहिँ हामी एक दिन भन्छौँ नि त्यहाँ भित्र भन्नाइ चाहिँ के हुन्छ भन्दाखेरि निवेदन लेख्दाखेरि पनि दिनेक हुन्छ क्या। अब हाम्रो के हुन्छ एक गोटा नभए एक जोर हुन्छ नि जोर एक हुन्छ क्या त्यहाँ चाहिँ सुरुमा युनिट भनिन्छ अनि त उल्टो काम पो सिक्नु पर्दो रहेछ त उहाँ त होइन। यहाँ बाहिर सिभिलियन जस्तो हुँदैन उनीहरूको आफ्नै प्याटर्न हुन्छ। फेरि गाइज अब यसको फेरि उल्टो हुँदाखेरि फेरि हामी चाहिँ खाएर हग्छ यसले चाहिँ हगेर खायो भनेदेखि त्यो गाइज उल्टो हुँदा गाइज फेरि बिग्रिन सक्छ नि होइन। त्यस्तो हुँदैन अब त्यस्तो हुन्छ त्यही भएर त्यस्तै छ। अब भाइको पार्टी होइन अब यहाँ रेडी भइसकेको छ होइन। अब हामी चाहिँ अहिले खान्छौँ है गाइज। त्यसैले है गाइज पढ्न चाहिँ राम्रै पढ्नु है गाइज भइगयो त होइन।